हेलो एभ्रिवान, नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल। आजको यो भिडियोमा चाहिँ म हजुरहरूलाई लालीगुराँसको पात बनाउन सिकाउने छु। यो भिडियो चाहिँ पहिलेको भिडियोको पार्ट 2 हो। पात बनाउनको लागि चाहिँ मैले ग्रीन कलरको धागो युज गरेँ र यसको लागि चाहिँ हामीलाई बेन्डिङ वायर पनि चाहिन्छ र मार्कको लागि चाहिँ मैले सेफ्टी पिन लिएकी छु र यसको लागि चाहिँ मैले सानोवाला कुरुस युज गर्नेछु। फुल बनाउँदा चाहिँ मैले ठुलो कुरुस युज गरेको थिएँ भने पातको लागि चाहिँ म सानो कुरुस युज गर्छु र स्लिप नट बनाउने। स्लिप नट बनाएपछि हामी चाहिँ अब चेन खिच्छौँ। चेन चाहिँ हामी टोटल 29 वटा चेन बनाउँछौँ। 2 3 4 5 6 7 8 9 10 11 गरेर हामी 29 वटा चेन बनाउँछौँ। 29 वटा चेन बनाइसकेपछि पहिलाको चेनलाई छोडेर सेकेन्ड चेनमा चाहिँ हामी सिंगल क्रोसेट गर्छौँ। एउटा सिंगल क्रोसेट अनि फेरि अर्को चेनमा अर्को सिंगल क्रोसेट गरेर दुईवटा सिंगल क्रोसेट हुन्छ र फेरि पनि हामी अब चाहिँ हाफ डबल क्रोसेट बनाउँछौँ। दुईवटा हाफ डबल क्रोसेट हुन्छ। एउटा चेनमा एउटा हाफ डबल क्रोसेट एउटा भयो। फेरि अर्कोमा एउटा हाफ डबल क्रोसेट र अब चाहिँ हामी डबल क्रोसेट बनाउनु पर्छ र हामी चाहिँ एउटा चेनमा एउटा डबल क्रोसेट गरेर टोटल 20 वटा डबल क्रोसेट बनाउँछौँ लिफको लागि। यदि कन्फ्युज हुनुभयो भने चाहिँ मेरो भिडियोकोलाई स्पिड कम गर्न मिल्छ। सेटिङमा गएर स्पिड कम गरेर हजुरहरू भिडियोलाई फलो गर्न सक्नुहुन्छ र त्यसरी नै मैले अहिले चाहिँ म डबल क्रोसेट बनाउँदैछु। वटा डबल क्रोसेट चाहिँ कम्प्लिट भयो र अब चाहिँ फेरि हामी दुईवटा हाफ डबल क्रोसेट दुईवटा सिंगल क्रोसेट बनाउँछौँ। यसमा चाहिँ पहिले हामी गरेथ्यौँ नि एउटा चेनमा एउटा हाफ डबल क्रोसेट, अर्कोमा हाफ डबल क्रोसेट अनि फेरि अर्कोमा सिंगल क्रोसेट अनि सिंगल क्रोसेट गरेथ्यो। त्यही प्याटर्न फलो गर्ने र दुईवटा सिंगल क्रोसेट पछि चाहिँ चेन 1 गर्नुपर्छ। यो चेन 1 भयो। यो चेन 1 गरेकोमा चाहिँ हामीले अघि लिएको सेफ्टी पिनलाई चाहिँ हामीले त्यसले मार्क गर्ने। यो अपोजिट साइडमा पनि हामी सेम प्याटर्न फलो गर्छौँ जुन हामीले पहिला फलो गरेको थियौँ। दुईवटा सिंगल क्रोसेट, दुईवटा हाफ डबल क्रोसेट अनि 20 वटा डबल क्रोसेट गरेको थियो। हामी सेम त्यही प्याटर्न फलो गर्ने यो अपोजिट साइडमा पनि। दुईवटा हाफ डबल क्रोसेट पछि दुईवटा सिंगल क्रोसेट अनि त्यसपछि चाहिँ हामीले चाहिँ यो राउन्डलाई क्लोज गर्नको लागि फर्स्ट सिंगल क्रोसेटमा हामी स्लिप स्टिच गर्छौँ। यो फर्स्ट चेनमा चाहिँ स्लिप स्टिच गर्ने र अब स्लिप स्टिच गरिसकेपछि फेरि पनि हामी एउटा चेन बनाउँछौँ अनि चेन बनाएर हामी चाहिँ अब चाहिँ यो सेकेन्ड राउन्ड हो। सेकेन्ड राउन्डमा चाहिँ हामी अब वायर पनि एड गर्छौँ। मैले चाहिँ यो सुरुमा हजुरहरूलाई देखाएको यो बेन्डिङ वायर चाहिँ यसमा राख्दैछु। अब चाहिँ फेरि यो राउन्डमा पनि हामी दुईवटा सिंगल क्रोसेट बनाउँछौँ। 1 अनि 2 र फेरि दुईवटा हाफ डबल क्रोसेट
1 हाफ डबल क्रोसेट अनि अर्को पनि हाफ डबल क्रोसेट एउटा चेनमा एउटा गरेर अब चाहिँ फेरि हामी डबल क्रोसेट बनाउँछौं। यसमा चाहिँ 2 वटा सिंगल क्रोसेट 2 वटा हाफ डबल क्रोसेट पछि हामी चाहिँ 16 वटा डबल क्रोसेट बनाउनु पर्छ। यो राउन्डमा चाहिँ 16 वटा डबल क्रोसेट पछि 4 वटा हाफ डबल क्रोसेट 4 वटा सिंगल क्रोसेट बन्छ र यो हामीले मार्क गरेको ठाउँमा चाहिँ एउटा सिंगल क्रोसेट अनि चेन 1 अनि अर्को सिंगल क्रोसेट गर्ने। यो भयो एउटा सिंगल क्रोसेट अनि चेन 1 अनि फेरि पनि त्यही स्पेसमा एउटा सिंगल क्रोसेट गर्ने। अब चाहिँ हामी यो लीफको चाहिँ अर्को साइडमा आइपुग्यो। अर्को साइडमा चाहिँ जुन अघि हामीले फलो गरेको प्याटर्न थियो नि 4 वटा सिंगल क्रोसेट 4 वटा हाफ डबल क्रोसेट थियो नि त्यही प्याटर्न फलो गर्ने हो। अनि त्यसरी नै लास्टमा चाहिँ 16 वटा डबल क्रोसेट पछि 2 वटा हाफ डबल क्रोसेट 2 वटा सेकेन्ड क्रोसेट गरे सिंगल क्रोसेट गरेर यो राउन्डलाई क्लोज गर्ने। राउन्ड क्लोज गर्नको लागि चाहिँ हामी स्लिप स्टिच गर्छौं। अब चाहिँ म यो फुलमा पातहरु चाहिँ 1 बाइ 1 राख्ने छु। मैले चाहिँ टोटल 5 वटा पातहरु बनाएकी थिए र यो सबै पातहरु म यसमा एट्याच गर्दै छु। लाली गुराँस चाहिँ रेडी भइसक्यो। हजुरहरु सबैलाई थ्यांक यू फर वाचिङ माई भिडियो टिल द एन्ड। थ्यांक यू।